भेन्डी टिपेर यहाँ आइसक्यो होइन है। यहाँ जुन केरीको माउ छ भनेर हेरौँ न। यसले चिल्यो भने खतम छ नि फेरि साथीभाइ। यो चाहिँ एकदम जुन केरीको माउ। यसले टोक्यो भने चाहिँ सुली चेप्छ साथीभाइ। यसलाई मारिदिइहाल्नुहोस्। ए जुन केरीको माउ अरे नि। अहिले भर्खर भेन्डी टिपेर आएको भो हो। अब चाहिँ मार्नै पर्छ। जुन केरीको माउ यो। ल अब यहाँ आइपुग्यो। अब यहाँ चाहिँ साग टिप्नेछौँ। छरुवा साग। ल साथीभाइ अब यो लुस्वा ल्याउँ के अरे केराको यो ल्याऊ है। ए भेन्डी यति टिपिहालेको छ हो। र अब यो साग टिप्ने उखाल्दैछौँ है। छरुवा साग यसमा चाहिँ करेला छ हो। थाक्रा चाहिँ यसरी लाउनुपर्छ नि। ब्याट ट्याङ 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 चाहिन्छ। बाँसको टुप्पा चाहिँ हालेको यो बढ्दै जान्छ। थाक्रा हाल्दै जानुहोस्। ल यो सिस्टम छ हाम्रो चाहिँ। यो पछि ड्याम्मै हुन्छ। के को हो अहिले यो उखाल्नु मात्रै नि। र अलिअलि चाहिँ लु अब यो चाहिँ केराको सुत्ला। कति मुठा होला? 10 मुठा हुन्छ। यो चाहिँ ठुल्ठुलो टिप्ने है। मसिनै बस्दै गर्छ। फेरि यो बढ्छ फेरि बेच्यो। आफूले पनि खायो होइन। यस्तो साग राईले रायोको साग। मसिनो राख है। 5-6 मुठा हुन्छ होला बेसी हुँदैन। अब यो बाक्लो पनि भयो। को जाँदैछ त? को जाँदैछ? सञ्जय भाइ हैन? त्यस्तो सुनेको। ओइ सञ्जय। गयो हिजो माछामा? बिच्ने हो। सञ्जय कता गयो? सञ्जय ए हस्पिटल गएको होला हौ बिमार छ भने। त कहाँ आएको? ए ल जाने ल पकाइ फेरि। को जानु? तर म आउँछु ल। के अरे? ठुलो भएछ नि। छाट्नै पर्छ नि त यो डल्लै चाहिँ टिपिँदैन साथीभाइ। अब यो चाहिँ छाटेकै अझै हुन्छ। यो एक प्लट फेरि रायोको साग साथीभाइ। यता भोको छैन। यता भोको छैन। ठुलो भएको यता। आउँछ यो भयो। अब यहाँ त छाड्नु पऱ्यो नि। यहाँ रहेछ अन्त। हुन्छ त केटा हो। खानु पर्यो यो सिउनेर जान्छ। भए
अनि ल साथीभाइ यो चाहिँ अलि राख्यौँ हो यो चाहिँ सेकेन्ड लट है अलि यो चाहिँ राख्यौँ ठुलो ठुलो टिप्यौँ ल साथीभाइ अब चाहिँ हामी यो टिपिसक्यौँ यो चाहिँ राखेको ठुल्ठुलो टिपेको र अब हामी चाहिँ राली साग टिपिसक्छौँ लाली साग है अब लाँदै गरेर देखाइदिएँ हो 5-6 मुठा हुन्छ होला यसले चाहिँ हामी लाली साग टिप्दैछौँ है साथीभाइ र अलिकति भोइस चाहिँ मिल्दैन यो चाहिँ मेरो बुढीको मिसेसको क्यामेराबाट चाहिँ मैले भ्लग बनाउँदैछु यो भोइस चाहिँ अलिक मिल्दैन किनभने यो मोबाइल अनुसारको भोइस हुँदो रहेछ यसमा चाहिँ अलिक कडा हुँदैछ मेरो भोइस मेरो आफ्नै मोबाइल चाहिँ अलिकति भिडियो बेसी भएकोले चाहिँ गरेको छुइनँ है यो चाहिँ मेरो मिसेसको मोबाइलबाट चाहिँ भिडियो बनाउँदैछु भोइस क्वालिटी मिल्दैन है फेरि कतिजना तपाईँले फेरि उयो गरेको होला भन्नुहुन्छ ल र यो चाहिँ मेरो मिसेसको मोबाइलबाट चाहिँ मैले भ्लग बनाउँदैछु है लाली साग टिप्दैछु अहिले चाहिँ फिलहाल म त भन्दैछु गऱ्यो भने हुन्छ है साथीभाइ है अब रायो साग टिपिसक्यौँ भेन्डी टिपिसक्यौँ अब लाली साग टिप्दैछु ल साथीभाइ अनि यहाँ धनियाँ पनि छ है धनियाँ पनि छरेको छौँ है हामीले धनियाँ पनि गऱ्यो भने हुन्छ है साथीभाइ भन्दैछु गऱ्यो भने हुन्छ साथीभाइ लाली साग टिपाइ हुँदैछ टिपिसकेको ल छाड्दै साथीभाइ बाक्लो छरीबाट आएको छ नि त यता हेरिदियो थमल बनाइदिनु पऱ्यो भनेको भन्दैछु गऱ्यो पनि हुन्छ है साथीभाइ ल हस् त यति मात्रै यो भिडियोलाई यहीँ बन्द गर्छु है के कसो लाग्यो तपाईँलाई ल त साथीभाइ बाई बाई